हामी एकदम कन्फ्युज भइरहेका छौँ। किन? यसले पनि बिमा गर भन्छ, उसले पनि बिमा गर भन्छ, यो प्लानमा गर भन्छ, त्यहाँ गर भन्छ, यहाँ नगर भन्छ। अनि निष्कर्षमा के पुग्छौँ? हामी कुनै पनि डिसिजनै लिन सक्दैनौँ। हरेक मान्छेको फरक फरक कुरा सुन्दा सुन्दा तपाईँ पनि डिसिजन लिनै नसक्ने अवस्थामा हुनुहुन्छ भने आजको यो भिडियो तपाईँको लागि। समस्या के हो थाहा छ? हामी कुरा धेरै सुन्छौँ, अन्त्यमा डिसिजन चाहिँ गर्नै सक्दैनौँ। हामी एकसँग अर्को कम्पेयर गर्दै बस्छौँ, समय भने बितेरै जान्छ र अन्त्यमा सुरु केही पनि गर्दैनौँ। झनै त सोच्नुहोस्, समय हो बितेर नै जान्छ। त्यसैले हामीले पर्फेक्ट टाइम र प्लान होइन, राइट टाइममा गरेको प्लान नै पर्फेक्ट भन्छ। समय हो, ढिला डिसिजन गरेर मात्र त्यो सही डिसिजन हुन्छ भन्ने छैन। समयमै बरु सानो डिसिजन गर्नुहोस्, फ्युचर बदलिन सक्छ। त्यसैले डिसिजन लिन नसक्नु पनि एउटा डिसिजन हो, तर यसको प्राइस फ्युचरले तिर्छ। समय र फ्युचर दुवै अकाट्य सत्य हुन्। यी दुईलाई नै मध्यनजर गरेर नेपालको सर्वाधिक विश्वसनीय नेपाल लाइफ इन्सुरेन्समा आफू र आफ्नो परिवारको भविष्य सुनिश्चित गर्नको लागि यहाँहरूले पनि एउटा योजना चाहिँ आज नै सुरक्षित गरिहाल्नुहोस्। जीवन हो, समय हो, जुनसुकै बेला, जति बेला, जहाँ पनि जे पनि हुन सक्छ।